नमस्ते सम्पूर्ण मित्रहरू, वेलकम टु ब्याक टु माई मिनी ब्लग। स्वागत गर्न चाहन्छु मनबाट हृदयबाटै। भने यतिखेर हामी माई मेला जाँदैछौँ। माई मेला जाने क्रममा यहाँ बाटोमा यहाँ सुरुङ्गामै गाडीले ड्रप गरिदियो भने हामी चाहिँ यहाँनिर यसरी जाँदैछौँ। यहाँनिर आउने जाने मान्छेहरू एकदम देख्न सक्नुहुनेछ हजुरहरूले। यत्रै हो ल है दर्शक दिनहरू, हामी चाहिँ पर परदै हिँड्दै आएको। यहाँ वर आइसक्यो, 15 मिनट भइसक्यो हिँडेको। गाडीले हामीलाई धोका दियो क्या, माई मेला भनेर परै सुरुङ्गामै छोडिदियो क्या। ह्याप्पी माई मेला दिदीहरूलाई पनि। हजुरहरूले यहाँदेखि पहाड पनि देख्न सक्नुहुन्छ। पहाडको श्रृङ्खला पनि एकदम राम्रो छ, घाम लागिरहेको छ। यस्तो छ है दर्शक दिनहरू। यहाँनिर पुरै बाइकहरू पार्किङमा राखिएको छ। मान्छेहरू आउने जाने क्रम एकदमै बढिरहेको छ। यस्तो छ यहाँनिर अवस्था, देख्न सक्नुहुनेछ हजुरहरूले। यहाँनिर चाहिँ दामी खेलौना राखिएको रहेछ, यहाँनिर देख्न सक्नुहुनेछ हजुरहरूले। हामी चाहिँ अब यो बाटो जाउँ ल, तल्लो बाटो तल। यस्तो छ यहाँनिर देख्न सक्नुहुनेछ हजुरहरूले। पुरै लस्करै मान्छे आउने जाने एकदमै। लगभग दर्शक दिनहरू हामी त्यहाँनिर माई मेलामा पुग्नै आँट्यौँ। ल दर्शक दिनहरू, हामी ठ्याक्कै यहाँनिर गाडी आइसकेका छौँ है त। यहाँनिर एकदम मान्छेहरू एकदम टनाटन रहेछ। माई मेलामा हजुरहरूलाई वेलकम गर्न चाहन्छु है त दर्शक दिनहरू। ह्याप्पी माई मेला भनिदिनु एकपल्ट। ह्याप्पी माई मेला। अब हामी यहाँदेखि भित्र प्रवेश गर्नेछौँ। यहाँनिर चाहिँ चट्ट फुलहरू क्या दामी राखिएको रहेछ। यहाँ देख्न सक्नुहुनेछ हजुरहरूले, एकदम दामी छ यहाँको डेकोरेसन चाहिँ। ल यस्तो छ माहौल, यहाँहरूले देख्न सक्नुहुनेछ। पहिला घुमौँ न, सुरु गरिसक्यो। पर सुरुङ्गादेखि आएको, गर्मी भयो गाइस। कन्काई धार्मिक माई मेला पाल्नुहुने सम्पूर्ण भक्तजनहरूलाई हार्दिक स्वागत गर्दछौँ। श्री कन्काई धार्मिक माई मेला आयोजक समिति कन्काई 4 कोटियम भनेर लेखिएको छ यहाँनिर। अनि यो चाहिँ गेट रहेको छ है त दर्शक दिनहरू। यहाँबाट चाहिँ म भित्र प्रवेश गरेर हजुरहरूलाई म देखाउने छु यहाँभित्रको माहौल। यहाँनिर चाहिँ भक्तजनहरूले भजनहरू गाइराख्नु भएको रहेछ। कस्तो छ आज, रमाइलो छ कि छैन? कस्तो छ मामा? ह्याप्पी मोमेन्ट हो। सक्नुहुनेछ है त दर्शक दिनहरू हजुरहरूले। यहाँनिर चाहिँ पुरा बच्चाको खेलाउने सामग्रीहरू चाहिँ पुरा बेच्न राखिएको रहेछ भने यस्तो छ यहाँ हजुरहरूले हेर्नु होला। यहाँ परबाट आउने मान्छेको जमात देख्न सक्नुहुनेछ हजुरहरूले। कति मान्छे आउँछ, यस्तो भिडभाड छ क्या। मेला एकदम बबाल लागिरहेको छ है त दर्शक दिनहरू। ह्याप्पी माई मेला सम्पूर्ण मित्रहरूलाई है त मनमनबाटै सम्झिन चाहेको छु। माई मेला आउनु होला, रमाइलो गर्नु होला। भोलि पनि आउनु सक्नुहुनेछ हजुरहरू, घुम्न पनि है त। यहाँनिर पनि एकदम भिड रहेको छ। यहाँ वल्लो छेउदेखि पल्लो छेउसम्म देख्न सक्नुहुनेछ हजुरहरूले। यस्तो रहेको छ। ल हेर्नुहोस् दर्शक बिनहरू, यहाँको भिड यस्तो रहेको छ। पुरा मान्छेले साथीलाई समाएर मात्रै हिँड्न सकिन्छ। यहाँनिर छुट्यो भने चाहिँ साथी भेट्न मुस्किल छ। के भन्नु चाहन्छु भने साथी अलिक आफ्नो पकेट खर्च ठिक राख्नु होला होइन। समय अब के छ भने अब फकत हुन्छ नि भने मोल हराएर के हराएर साथी आफ्नो सामान आफ्नो
यस्तो भिड रहेको छ दर्शकबिनहरू हजुरहरूले ह्याप्पी माई मेला ह्याप्पी के हो ल ह्याप्पी माई मेला ह्याप्पी माई मेला ह्याप्पी माई मेला माई मेला चाहिँ वर्षमा एक दिन दुई दिन लाग्छ एकदम बबालै लाग्छ क्या ल है दर्शकबिनहरू हामी यता परबाट चाहिँ पुरा भिडभाडलाई पार गर्दै यता वल्लो छेउ आइपुग्न लागेका छौँ भने यहाँनिर पनि एकदमै भिड रहेको छ भने यहाँनिर चाहिँ एकदमै सम्पूर्ण आइटमहरू यहाँनिर होलसेलमा पाइँदो रहेछ कपडा जुत्ता चप्पल चस्मा घडी सम्पूर्ण आइटमहरू यहाँनिर बेच्न पनि राखिएको रहेछ है दर्शकबिनहरू हजुरहरू पनि यदि माई मेला घुम्न चाहनुहुन्छ भने अब यसपालि त मिस भयो होला हजुरहरू है आगुन चाहिँ आउनु सक्नुहुनेछ अर्को साल चाहिँ नेक्स्ट इयर हजुरहरू पनि आउनु होला है त के पाइन्छ सयमा हेरौँ न सयमा के पाइन्छ 100 रुपियाँ मात्रै 100 रुपियाँ रे मात्रै 100 देख्नु सक्नुहुनेछ यहाँनिर मात्रै 100 अरे हजुरहरू पनि आउनु सक्नुहुन्छ किन्नलाई है त बेलुकैसम्म लाएर यो चाहिँ ल है दर्शकबिनहरू हजुरहरूले देख्नु सक्नुहुनेछ यहाँनिर कपडाको मेला लागिरहेको छ भने रु 50मा सेल लागिरहेको रहेछ यहाँनिर हजुरहरूले छानी लाग्नु सक्नुहुनेछ है त दर्शकबिनहरू अघि एउटा अर्को पसलमा मैले त्यहाँ एडभर्टाइज पनि गरिदिएको थिएँ त्यहाँ हेल्प गरिदिएको थिएँ 100 भनेर हजुरहरूले देख्न सक्नुहुनेछ यहाँ माई मेलाको एकदम बेजोड माई मेला लागिरहेको छ है त अनि यहाँ पिङ रहेको छ एकदमै ठुलो पिङ खेलाउने क्रम जारी छ भने यता पनि रहेको छ पिङ एकदमै रमाइलो भइरहेको छ यहाँनिर मान्छेहरू यहाँनिर एकदमै रमाइलो गरिरहेका छन् भने आउने जाने क्रम एकदमै बढिरहेको छ है त गाइस अब हामी पारी जान्छौँ र पारीको माहौल मैले थोरै हजुरहरूलाई समावेश गराउने छु र म रहेको छ है एकदमै रमाइलो भयो क्या है रमाइलो अब हामी पारी पनि जान्छौँ होइन पारी अब घुमेको छैन अब हामी पारी पनि जान्छौँ दर्शकबिनहरू त्यहाँको माहौल पनि म हजुरहरूलाई देखाउने छु है त दर्शकबिनहरू हामी चाहिँ त्यो भिड पार गरेर सट्ट अहिले यहाँनिर आइपुगिसकेको छौँ यहाँबाट हामी पारी जाँदैछौँ यहाँनिर पारी जानको लागि चाहिँ एकदम भिड रहेछ यहाँनिर पुलमा देख्न सक्नुहुनेछ हजुरहरू एकदम कठिनाइ झेलेर मान्छेहरू आउने जाने गरिरहेका छन् यहाँ झगडा पनि हुनसक्छ होला जस्तो लागिरहेछ तर नेपाल पुलिस मौजुद रहेछ त्यहाँनिर यस्तो छ है गाइस
पारी जानलाई समस्या हुने रहेछ। अब हेरौँ हामी जसो तसो गएरै छोड्नेछौँ जान चाहिँ। टन्नै मेला घुम्न आउनेको जमात देख्न सक्नुहुनेछ हजुरहरूले। ल है दर्शकबिनहरू हामी चाहिँ पारीबाट पनि यो खोलामा भित्र हिँड्दै हामी आयौँ। यहाँ वारी आइसक्यो। यहाँनिर यस्तो देख्नु सक्नुहुनेछ माहौल। मान्छेहरू टन्नै मेला भर्न आएका छन् भने मेन रोडमा चाहिँ पुरा गाडीहरू जाम छ क्या। दर्शकबिनहरू यस्तो देखिन्छ यहाँबाट पुरा मेला भर्न आएका मान्छेहरूको जमात देख्न सक्नुहुन्छ। हामी पारीबाट वारी आएको अवस्था वारी आइसक्यौँ। अघि पारीबाट यता वारीलाई पारीबाट हो पारी जाने भन्ने हो। अहिले पारीबाट वारी आयो अरे यहाँको माहौल कैद गर्न चाहे हजुरहरूलाई देख्न सक्नुहुनेछ। हजुरहरूले यहाँ पनि एकदम बबाल लागिरहेको छ। दुईवटा पिङ रहेछ भने यहाँनिर खेतमा एकदमै मान्छेहरू पुरा भिडमभाड रहेछ क्या। ल हेर्नुहोस् है यहाँको माहौल यस्तो देख्न सक्नुहुनेछ हजुरहरूले। यता हाम्रो उमेश मामाले पनि भ्लग बनाउँदै हुनुहुन्छ। उहाँलाई पनि अग्रिम शुभकामना दिन चाहे भ्लगको लागि। रोजी यहाँहरू लिन सक्नुहुन्छ। यहाँनिर चाहिँ 100 रुपियाँ अरे चप्पलहरू रोजी छानी लिन सक्नुहुन्छ अरे गाइड हजुरहरूले। माहौल एकदम बजारको भयानक लागिरहेको छ है त। अब अर्को साल भेटौँला है त गाइड। माई मेलाबाट बिदा माग्न चाहे। थ्याङ्क यू सो मच एन्ड बाई बाई। बाई बाई। ल अन्तिममा के भन्न चाहनुहुन्छ मामा? हजुर लास्ट अब यो सालको लागि चाहिँ टिका गर्दै हामी जाँदैछौँ होइन। हजुर आउने साल वान मोर टाइम ह्याप्पी सङ्क्रान्ति भनिदिनु होला। ह्याप्पी सङ्क्रान्ति एन्ड बाई बाई।